कुलमानसँग टिआरसी साट्यो भन्ने आरोप छ प्रचण्डजी माथि। आरोप त एमाले कांग्रेसको जति पनि आरोप लगाएको त्यो मात्र एउटै होइन नि त, त्यो त प्रुफ हुँदै जाने कुरा होला नि त। राजा जस्तो मान्छे पनि चुनाव लड्छन् र भन्ने तर्क गर्ने पनि छन् नि। अनि उनले चाहिँ आफू चाहिँ माथि गद्दीमा बढेर बसेर जनतालाई तल अनि तिमीहरू चाहिँ आन्दोलन गर भनेर आज ज्यानलाई चाहिँ धरामा पार्न दिन्छ, धरामा पारिरहेछ नि। त्यसरी हुन्छ तिमीले फर्किन सजिलो त्यसरी आउन् न, चुनाव लडौँ, सँगसँगै अगाडि बढौँ। केन्द्रीय सदस्य यति बेला भेटुर मण्डपमा हुनुहुन्छ होइन, गणतन्त्रवादीहरूको आन्दोलन थियो आज, कस्तो भयो तपाईँको आन्दोलन? एकदम भव्य, एकदम राम्रो। तपाईँले दिन खोजेको सन्देश के हो भन्नुहोस् त गणतन्त्रवादीहरूले? अब मैले दिन खोजेको सन्देश र आज यो यससम्म आजको कार्यक्रममा दिन खोजेको सन्देश चाहिँ गणतन्त्र भनेको प्रजातन्त्रले जसरी राजावादीले गर्न खोजिरहेछ नि त्यसको विरुद्धमा थियो होइन। तिनीहरूलाई एउटा सन्देश थियो, राजावादीले जसरी सजिलो ठानिरहेछन् नि, जसरी राजशासन हामी फर्काउँछौँ भन्ने त्यसको विरुद्धमा थियो। उहाँहरूको सपना चाहिँ साकार हुन सक्दैन भन्ने चाहिँ एउटा सन्देश आज दिएको छ। चर्चा त आज राजावादी आन्दोलनको छ नि होइन? छ, त्यो चर्चा सँगसँगै आज उनीहरूले गरेको त्यो विधि कार्यक्रमहरू र त्यहाँ आज जुन उनीहरूले एउटा ताण्डव मचाइरहेछन् नि, त्यहाँ जति उनीहरूले गर्दा त्यहाँ एउटा घरहरू उहाँहरू त्यो सर्वसाधारणका घरहरू त्यहाँ कति घर जलेको छ, सिसा फुटाएका छन्, गाडी जलेको छन् होइन, दुईजनाको त ज्यान गइसक्यो भन्ने छ। त्यहाँबाटै देखिन्छ नि त होइन राजावादीहरूको त उनीहरूको त एउटा कार्यहरू। सडकमा आउने राजावादीहरू पनि उनीहरू पनि नागरिक नै हुन् भन्ने पनि प्रश्न उठाएको छ नि। नागरिक हुन्, उनीहरू पनि आवाज गर्न पाउँछन् होइन? नागरिक हुन्, आवाज उठाउन पाउँछ, तर राजाले आफू माथि बसेर आफू एउटा लुकेर बसेर जनतालाई उनीहरूलाई जबरजस्ती पेलिरहेछ क्या। पूर्व राजाको उक्साडमा यो काम भएको हो त? भएकै हो नि। दुर्गा परसाई अनि रापरबा र राजशासनले नै त्यो एउटा गरिरहेछ क्या, उनीहरूलाई उस्काइरहेछ क्या। तर जनताहरूले त्यो जबरजस्ती जनताहरूले मनबाट चाहेर चाहिँ गरिरहेको होइन। गणतन्त्रमा पनि समस्या छ भन्छ नि होइन, नेताहरूले गर्न सकेनन्, धेरै राजा भए, अब एउटा राजा मात्रै हो। कुनै पनि संस्था कुनै पनि एउटा व्यवस्थामा चाहिँ कमी कमजोरीहरू हुन्छ, सबै पूर्ण हुँदैन, तर गर्दै जाँदाखेरि पनि पूर्ण हुने हो नि त होइन। राजशासनमा कति धेरै समस्याहरू थियो, त्योभन्दा त गणतन्त्र धेरै राम्रो छ नि त होइन, हामी सबैले बुझेका छौँ नि। तपाईँ गणतन्त्र वकालत गर्दै हुन्छ, फेरि धरानका मेयर हर्क साम्बाङ चाहिँ काम गर्ने बेला हो यो होइन, अब यो तन्त्रतिर नलागौँ, यो राजतन्त्र गणतन्त्रतिर होइन, अब कामतिर लाग्नुपर्छ भन्दै हुनुहुन्छ हर्क साम्बाङजीले, बालेन शाहज्यूहरूले। काम गर्ने नि, किन गणतन्त्रले काम गरेको छैन र? जस्तो केपी ओलीले जस्तै काङ्ग्रेस एमाले काम गरिरहेको त छैन, त्यो हामीले गरिरहेको भन्दैन। तर माओवादीले आफू सरकारमा आउँदाखेरि कति काम गर्यो तपाईँहरूले देख्नु भएको छ नि, देख्नु भएको थिएन र? सर्वसाधारणलाई थाहा छ नि त। कुलमानसँग टिआरसी साट्यो भन्ने आरोप छ प्रचण्डजी माथि। आरोप त एमाले काङ्ग्रेसको जति पनि आरोप लगाएको त्यो मात्र एउटै होइन नि त, त्यो त प्रुफ हुँदै जाने कुरा होला नि त। उनीहरूले लगाउने बित्तिकै आरोप लाग्छ र? लाग्दैन नि, त्यो त प्रुफ हुने कुरा हो नि त, प्रुफ ल्याउनु पर्यो। उनीहरूले आफूले गर्न चाहेको कुरा आफूले भ्रष्टाचार गर्न पाएनौँ, आफूले जति चाहेको त्यो गर्न पाएनौँ भनेर उनीहरूले हटाए र आफ्नो सालो ल्याएर राखे। त्यो उनीहरूको आफ्नो नेचर देखाएका हुन् कि त्यसमा चाहिँ के हो भने कुनै पनि साटिएको छैन। एउटा व्यक्तिको लागि हामी कुलमान व्यक्ति राम्रो भनेर भन्दैनौँ, उहाँले गरेको काम राम्रो भन्छौँ र जसरी पनि माओवादीले सपोर्ट गरेर कुलमानले ल्याएको थियो त्यसरी नै उनले कुलमानले आफ्नो काम देखाएका थिए। कुलमान भने एउटा सामान्य कर्मचारी हो होइन, अब उनलाई चाहिँ हटाउँदाखेरि किन रोइ कराई, किन छाती पिटिरा भन्दैछन् केपी ओलीज्यू त? रोइ कराई होइन नि, केपी ओलीले त एउटा के भन्छ एउटा सुशासनलाई चाहिँ उनीहरूले चाहँदैनन्, केपी ओलीले चाहँदैन, काङ्ग्रेसले चाहँदैन, उनीहरूलाई त्यो सहयोग भएको थिएन नि त, त्यो भएर हो क्या। उनीहरूलाई सहयोग भएको थिएन, उनीहरूले भ्रष्टाचार गर्न पाएका थिएनन्, त्यो भएर हो नि त। उनीहरूले त आरोप जे पनि लाउनु पाउँछन् नि। ठिकै छ, अब आज राजावादीको आन्दोलन तपाईँले हिंसक भयो भन्दै हुनुहुन्छ होइन, अब तपाईँ के भन्न चाहन्छ भन्दै यस विषयमा? यस विषयमा म चाहिँ के भन्छु भने राजालाई यदि राजा आफू आउन चाहनुहुन्छ भने, राजाले आउन चाहन्छन् भने प्रत्यक्ष जसरी लोकतन्त्रमा सबैलाई चुनाव लड्न सक्ने एउटा व्यवस्था छ, सबैलाई बराबर हक छ, उनी आउन् उसमा मैदानमा आउन्, चुनाव लडौँ, प्रत्यक्ष बनुन्, के अरे संसद लडौँ, जसरी उनीहरूले प्रवेश गरून्, रापरमा प्रवेश गरौँ, लडौँ, आउन्। राजा जस्तो मान्छे पनि चुनाव लड्छन् र भन्ने तर्क गर्ने पनि छन् नि। अनि उनले चाहिँ आफू चाहिँ माथि गद्दीमा बढेर बसेर जनतालाई तल अनि तिमीहरू चाहिँ आन्दोलन गर भनेर आज ज्यानलाई चाहिँ धरामा पार्न दिन्छ, धरामा पारिरहेछ नि। त्यसरी हुन्छ तिमीले फर्किन सजिलो त्यसरी आउन् न, चुनाव लडौँ, सँगसँगै अगाडि बढौँ। आज राजावादी आन्दोलनमा जसले अराजकता मच्छ तिनीमाथि कारबाही हुनुपर्छ भन्ने तपाईँको माग हो? हुनुपर्छ।
तर अब सरकार त्यस्तै छ होइन, उसले गर्छ गर्दैन थाहा छैन। तर हामी चाहिँ के भन्छौँ भने हुनुपर्छ, अराजकताहरूलाई चाहिँ उनीहरूलाई चाहिँ एउटा उनीहरूको सजाय चाहिँ हुनुपर्छ। सोझा साझा जनताले चाहिँ दुःख पाउनुहुन्न भन्नेको धन्यवाद। अब उहाँले लिने